उज्यालो नेपाल पार्टी का केंद्रीय सदस्य तथा सप्तरी क्षेत्र नंबर 2 का उम्मीदवार डाक्टर दीपक कुमार चौधरी हामी बीच हुनुहुन्छ। उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, धन्यवाद। डाक्टर साहब, तपाईँ नेपाल विद्युत प्राधिकरणमा जागिरे अवस्थामा हुनुहुन्थ्यो र यो निर्वाचनमा एउटा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ। के कारणले दिनुभएको हो जागिर खाएर? अब म जसरी विद्युत प्राधिकरणमा थिएँ, जसरी फुलमान घिसिङसँग मैले सहकार्य गरेँ, काम गरेँ त्यहाँ एउटा प्रबन्धक पदमा रहेर, र जसरी हाम्रो कार्यकालमा फुलमान घिसिङको नेतृत्वमा जसरी लोड सेडिङ अन्त भयो, त्यो अब मलाई लाग्यो कि अब जेन्जे आन्दोलनपछि अब मैले नेपाल विद्युत प्राधिकरणमा मात्रै होइन कि आफ्नो गाउँठाउँ क्षेत्र र देशको विकासको सन्दर्भमा मैले जानुपर्दछ र त्यहाँ पनि विभिन्न किसिमका भएका अन्धकारहरू हटाउनु पर्दछ, त्यहाँ रहेका लोड सेडिङहरू हटाउनु पर्दछ। त्यो किसिमले चाहिँ म आफ्नो गाउँ क्षेत्र जुन 72 छ, यहाँ जसरी मैले पछौटेपन देखेँ, राजनीतिक विकृति देखेँ, त्यसलाई हटाएर एउटा उज्यालो छर्ने हिसाबले म यहाँ आएको हुँ। यो 70 मा मात्रै विकृति हेर्नु भएको छ कि नेपालैभरि राजनीतिमा विकृति हेर्नु भएको छ? अब यो विकृति भन्ने कुरा देशको कुरा पनि आउँछ, स्वाभाविक रूपले मधेसको कुरा आउँछ, र विशेष गरेर तपाईँले 72 को कुरा गरिरहनु पर्दा मैले चाहिँ 70 जोडेको हुँ। 70 मा मेरो क्षेत्रको कुरा गर्नुहुन्छ भने यहाँ बढी छ, अन्य पनि होला, तर मैले 2 को कुरा गर्दैछु। यहाँ त्यो किसिमको विकृतिहरू धेरै छन्, अन्धकार छ, त्यसलाई प्रकाशमय गर्नु छ, उज्यालो बनाउनु पर्छ। तपाईले हेर्नु भएको विकृति र अध्यारो 70 को क्षेत्र नम्बरमा के हो बुदागत रूपमा अलिकति क्लियर पार्नुहोस् र त्यसलाई कसरी तपाईँ उज्यालो पार्नुहुन्छ, त्यो विकृति अन्त गर्न चाहनुहुन्छ त्यो पनि भनिदिनुहोस् मतदाताहरूलाई। एकदम महत्त्वपूर्ण सवाल छ यो, किनभने अहिले विकृति भन्न साथै हामी जसरी विकासको कुरा गरिरहेका छौँ, विकासका लागि त सबभन्दा पहिले के चाहियो भन्दाखेरि सुशासन चाहियो होइन, त्यो किसिमको राम्रो नेतृत्व चाहियो, नीति चाहियो। भनेपछि यी सबै तीनवटै सेक्टरहरू के छन्, हाम्रो कुरूप अवस्थामा छ, त्यहाँ विकृति छ, सुशासन छैन। अब सुशासन भन्न साथै एउटा नीतिगत रूपमा हेर्नुहोस्, हाम्रो पार्टीको अवधारणा स्पष्ट छ, भ्रष्टाचार शून्यता भनेको छ होइन। अर्को कुरा राजनीतिक रूपमा हेर्नुहोस्, यहाँ कस्तो किसिमले चुनाव प्रचार भइरहेछ, कसरी चुनाव अभ्यास भइरहेछ, त्यो पनि एउटा विकृतिको पाटो हो। र त्यो अभ्यास गरिरहँदा हामीले के विकासमा जान सक्छौँ त, त्यो नेतृत्वले विकास दिन सक्छ त भन्ने कुरा पनि हो। यसरी हेर्दाखेरि अहिले जुन विकृति छ, त्यो विकृति चाहिँ भयावह स्थिति छ होइन। सुशासनको सन्दर्भमा नेतृत्वको सही ढङ्गले सही मान्छे चाहिन्छ, सही नेतृत्व नभए हुँदैन, बल्ल अनि विकास जाने हो। त्यस कारणले मैले एउटा नीतिगत, एउटा पार्टीगत र एउटा नेतृत्व चयनमा तीनवटा होइन, नेतृत्व भन्न साथ एउटा उच्च राष्ट्रिय नेतृत्व, हाम्रो राष्ट्रिय नेतृत्व एकदमै राम्रो सही भएको र काम गरेको हुनुहुन्छ भने त्यसलाई सपोर्ट गर्नलाई त यो जुन क्षेत्रगत छ नेतृत्व, जो सांसद उम्मेदवार हुनुहुन्छ उहाँ पनि त सक्षम हुनु पर्यो, उहाँ पनि इमान्दार हुनु पर्यो, दागरहित हुनु पर्यो भन्ने हो नि त। त्यो सन्दर्भलाई पनि हेर्नु पर्दछ र त्यसरी बुझ्नु पर्दछ र बल्ल यहाँ चाहिँ सुशासन कायम हुन सक्दछ। त्यो अर्थमा चाहिँ यहाँ विकृति छ भन्न खोजेको मैले। निश्चित रूपमा यहाँ धेरै समस्या छन् र खास गरिकन तपाईको दृष्टिकोणमा वा उज्यालो नेपाल पार्टीको दृष्टिकोणमा 70 को मुख्य समस्या के हो र यो समाधानको लागि के पहल तपाईबाट हुन्छ जितेर जानुभयो भने? अब 70 को मूल समस्या भनेको राजनीतिक विकृति हो एउटा होइन। अब विकासको कुरा छँदैछ, विकास त मूल कुरा नै हो, त विकास चलाउनलाई त विकृति नहटाइ त हुँदैन होइन। नीतिगत रूपमा, नेतृत्वगत रूपमा, पार्टीगत रूपमा ती सबै हटाइसकेपछि बल्ल के हुन्छ भन्दाखेरि विकृति हट्छ र विकास हुन सक्दछ। अहिलेको 70 को सबैभन्दा भयावह समस्या भनेको बेरोजगारीको समस्या हो। मैले जसरी सबै गाउँठाउँ घुमेँ, मानिसहरूलाई हेरेँ, बुझेँ, अन्तर्वार्ताहरू लिएँ र मैले योभन्दा पहिले पनि मधेससम्म धेरै रिसर्च गरेको छु, मेरो पुस्तकहरू पनि छ, रिसर्चहरू म बारम्बार आते जाते भइरहन्थेँ यो विद्युतको कामको सन्दर्भमा।
यसो हेर्दाखेरि अब एउटा इक्जाम्पल हेर्नुहोस् त, यहाँको अधिकांश मान्छे कहाँ जान्छ? विराटनगर बसोबास, अलि पैसा हुने मान्छे होइन, त्योभन्दा पनि बढी पैसा हुने मान्छे के छ राम्रो भने काठमाडौँ जान्छ। अझ स्कुल पढ्ने +2 त पढ्ने त अधिकांश मध्यम स्तरको मान्छे काठमाडौँ क्याम्पसमा देख्न सक्नुहुन्छ। मैले आफैले देखेको कुराहरू हो। अब खाडी जाने, विदेश जाने त एउटा छँदैछ एउटा बाटो भनेपछि यहाँ के रहेछ समस्या? बेरोजगारीको समस्या। त्यो भनेको खालि जागिर, सरकारी जागिरको कुरा मात्रै गरेको छैन मैले, त्यो भनेको यहाँ काम गर्ने वातावरण कम छ। काम गरेर मात्र भएन, उत्पादन भयो, उत्पादनको लागि बजार खोइ त, उत्पादन भयो त्यसलाई मार्केट खोइ त होइन, व्यापार व्यवसाय पनि त हुनु पर्यो नि, बल्ल यहाँको युवाहरू बस्छन्। अस्ति विराटनगरमा यहीँ 70का पढ्दैछन् इन्जिनियर मेरो भाइहरू छन्, साथी भाइहरू। ती भाइहरूसँग सोध्दै जाँदा उनीहरूले के भन्यो भन्दाखेरि अब त दाइ म त पढाइ सिद्धिनलाई एउटा रेस्टुरेन्ट पनि खोल्छु, इन्जिनियरिङ कन्सल्टेन्सी पनि विराटनगरमा खोल्छु। मैले सोधेँ किन विराटनगर, राजु किन नखोल्ने? खै यहाँ त वातावरणै छैन भनेपछि त्यो वातावरण छैन, उसले यहाँ खोल्न सक्थ्यो नि त। उसले खोलेको अरूले पनि जागिर पाउँथ्यो, ऊ आउँथ्यो, अर्को पनि आउँथ्यो हेर्दा हेर्दै। भनेपछि यो अवस्था एकदमै भयावह छ। यहाँ विकासको सन्दर्भमा कसरी विकास लग्यो भने टुक्रे विकास लग्यो, भोट ब्याङ्कको आधारमा जुन छ नि भोट तान्ने विकास हिसाब लग्यो। एउटा टुक्रा लग्यो, एउटा बाटो बजेट गरिदियो, बनायो, त्यो बाटोले कतिसम्म इकोनोमी त्यसले बेनिफिट दिन्छ दिँदैन, त्यसको इकोनोमिक भाइबिलिटी के छ, त्यो गाउँ क्षेत्रमा त्यो बाटो बनेपछि अरू के चाहिन्छ होइन, रोजगारीको लागि त्यतातर्फ ध्यान दिइएन। पुल बनाइदियो, त्यस्तै अवस्था छ। अब हेर्नुहोस् पूर्वाधारको विकास, शिक्षाको अवस्था भयावह छ। मैले सबै स्कुलहरू, धेरै स्कुलहरूमा गएँ यही भेटघाटको दौरान, स्टुडेन्टहरू नै आउँदैन तल्लो स्कुलमा त, तल्लो तहमा सबैको समस्या होला, अशिक्षा होला, गरिबी होला होइन, ती कारणहरू पनि छन्। अब मैले अघि नै भने अधिकांश मध्यम वर्गको मान्छेहरू बाहिर गइरहेको छन्। स्वास्थ्यको हेर्नुहोस्, अब स्वास्थ्यको स्थिति त्यस्तै छ। अलिक उपचार गर्ने भने धरान विराटनगर या इन्डिया जान्छन् भनेपछि यो मुख्य त के छ? शिक्षा, स्वास्थ्य, यो दुईटा अवस्था खराब छ। त्यही भएर मान्छे यहाँ बस्न चाहिरहेको अवस्था छैन होइन। अर्को भनेको महत्त्वपूर्ण बेरोजगारी समस्या होइन। यी तीनवटा समस्याहरू यति भयावह छ, यसलाई एड्रेस गर्यो भने मात्र यहाँ मान्छे टिकाउन सकिन्छ, नत्र टिकाउन सकिँदैन। तपाईँले धेरै समस्या यो चुनावको दौरान 70मा हेर्नुभएको छ। यो समस्या समाधानको लागि त समय पनि पर्याप्त चाहिन्छ र नीतिगत रूपमा तपाईँहरू जस्ता मान्छे जानुपर्छ नै। तर आम मतदाताको भावना तपाईँहरूले के बुझ्नु भएको छ? वास्तवमा यसपालिको निर्वाचनमा तपाईँलाई सपोर्ट गर्ने वातावरण कस्तो छ, या तपाईँ आफू मतदातालाई के भन्नुहुन्छ, किन तपाईँलाई मत दिने हो? मैले जुन अघि उल्लेख गरेँ यही कुराहरू नै भन्छु होइन। यो सुशासनको सन्दर्भमा, विकृतिको सन्दर्भमा, विकासको सन्दर्भमा, रोजगारीको सन्दर्भमा जुन मूल मुद्दाहरू छन् नि, स्वास्थ्य, शिक्षाको कुराहरूमा, जस्तो यो राजविराजलाई मैले के गरेको छु भने मेरो आफ्नो अवधारणा, एउटा लङ टर्म भिजन, एउटा राजविराजलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटक नगरीको रूपमा लानुपर्दछ, मेरो एउटा नयाँ भिजन थियो। यो गरेपछि के हुन्छ भने कमसेकम बाहिरका मानिसहरू, अब मैले बाहिर भन्न साथै नेपाल र इन्डियाको मात्र जोडिनँ, यो बाहिर फरेनरको कुराहरू होइन। युरोपियन, जापानिज, चाइनिजहरू अहिले धेरै छन् होइन। त्यसपछि अमेरिकन, यी बाहिरको फरेनरहरूलाई यहाँ आउनुपर्छ, किनभने यहाँ सम्भावना पनि त छ नि। मैले समस्या राखेँ, सम्भावना पनि छ है, दुइटै कुरा भन्छु, खालि नेगेटिभमा मात्र नजाउँ। जस्तो यहाँ हेर्नुहोस्, यहाँ छिन्नमस्ता छ, कङ्काली छ, शम्भुनाथ छ, डाक्नेश्वरी छ, अरू भन्दा पनि कोशी नदीको भाग छ होइन, टुरिज्म को हिसाबले भनेपछि। अनि ऐतिहासिकता पनि छ, यहाँ सिम्रौनगढको ऐतिहासिकता छ, मिथिलाको ऐतिहासिकता छ, अनि यहाँको कला संस्कृति, मिथिला कला संस्कृतिको कुराहरू छ, र अन्य स्थानीय जातिको परम्पराको कुराहरू पनि छन्। यसलाई जोडेर हामीले एउटा अन्तर्राष्ट्रिय स्तरको पर्यटक नगरी बनाउँछौँ भने बल्ल यो सिटी भाइब्रेन्ट हुन्छ, र यो सिटीले यसको वरपर रहेका गाउँहरूमा उत्पादन के हुन्छ, त्यहाँ खपत हुन्छ, त्यहाँ पनि मान्छेहरू जान्छन्, यही मान्छेहरू व्यापार व्यवसाय गर्न सक्छन्। तर त्यसको लागि शिक्षा, स्वास्थ्य, यो पूर्वाधार विकासहरू पनि त्यो सँगसँगै जानुपर्दछ। यद्यपि त्यो पर्यटक नगरीको कन्सेप्ट चाहिँ आउनु पर्दछ, त्यो कन्सेप्टलाई कसरी लाने भन्ने कुरा हो। मैले यही कुराहरू नै भनिरहेको छु कि अब यसको लागि के गर्ने त, भोट किन दिने तपाईँले? यो फल्छ र रातारात फल्ने होइन नि त। यसको लागि सक्षम भिजन, निर्णय लिन सक्ने नेतृत्व चाहियो होइन। हामीले लोड सेडिङ अन्त गरेर देखायौँ कुलमान घिसिङको नेतृत्वमा
होइन कुलमान घिसिङले लोकसभा अन्त गर्नुभयो त्यो क्षमता भएको नेता त छ नि हामीसँग भनेपछि म जुन क्षेत्रगत हुन्छु मसँग पनि त्यो भिजन छ क्यापेसिटी छ त्यो किसिमले दिनुहोस् जसरी एउटा घर चलाउनलाई राम्रो नेतृत्व चाहिन्छ घरमुली चाहिन्छ अनि मात्र त्यो घर के हुन्छ राम्रो चल्छ होइन त्यसरी नै समाज चलाउन देश चलाउन एउटा राम्रो सबल नेतृत्व चाहिन्छ खालि तपाईँको माथिको टाउको हेर्नुहुन्छ नेतृत्व कुरा गर्नुहुन्छ आफ्नो ठाउँमा नेतृत्व छैन भने त फेल हुन्छ त्यो कुरालाई मैले जनजनमा उठाएको छु अब मान्छेले कतिको बुझ्छन् किनभने यहाँ धेरै फ्याक्टरहरू पनि छन् होइन प्रभावका कुराहरू पनि छन् होइन त्यो नाम नभनौँ होइन त्यसलाई पनि चिर्नु छ ती सबै कुराहरूलाई मैले स्पष्टसँगले मैले नेतृत्वको महत्त्व जबसम्म राम्रो नेतृत्व ल्याउनुहुन्न सुशासन हुँदैन सुशासन नभइसकेपछि विकास राम्रोसँग आउँदैन त्यसकारणले राम्रो भिजनयुक्त नेतृत्व छान्नुहोस् अनि मात्र 70 को विकास हुनेछ र तपाईँहरूको सपना साकार हुनेछ भन्ने कुरा मैले भनिरहेको छु मेरो चाहिँ आधार यही नै हो मैले यही आधारमा म जित्छु मलाई जस्तो लाग्छ किनभने हाम्रो पार्टी र मेरो स्पष्ट धारणा छ राम्रो भिजन छ नीतिगत रूपमा हामी प्रष्ट छौँ भने कन्सेप्ट पनि छ जस्तो 70 सम्बन्धमा मैले पहिलोचोटि भनेको छु कि यहाँ एउटा हाइड्रो पावरको म सम्भाव्यता अध्ययन गराउँछु फतेहपुर र कोशीमा जसरी सुनसरी चतरामा छ त्यो त नयाँ कुराहरू हो नि त्यो मैले ल्याएको छु अवधारणाहरू त्यस कारणले मैले यो कुराहरूलाई बुझाउने कोसिस गरिरहेको छु जनतामा र हामीले जनजनमा भनिरहेको छु यिनै आधारहरूमा मैले चाहिँ मानिसहरूसँग मत मागिरहेको अवस्था छ धन्यवाद तपाईँले समय दिनुभयो यो महत्त्वपूर्ण समय दिनुभयो त्यसको लागि धेरै धन्यवाद पछि फेरि हामी सम्पर्कमा रहने नै छौँ र थप कुराकानी पछि पनि हामी गर्नेछौँ त्यसको लागि आजको लागि धन्यवाद तपाईँलाई पनि धन्यवाद मेरो कुरा राख्ने मौका दिनुभयो र म अन्तिममा भन्न चाहन्छु 70वासीलाई यसपालि नचुक्नुहोस् राम्रो नेतृत्व छान्नुहोस् नयाँ अनुहार तर सक्षम अनुहार छान्नुहोस् 70 को विकासको लागि